श्रीमते रामानुजाय नमः। श्री रामानुज जीवन चरित्र श्री यतिराजलाई विषमिश्रित तीर्थ प्रदान। उता भोजनमा हामीलाई विष खुवाएर श्री रामानुज स्वामीजीलाई समाप्त पार्न खोज्ने प्रधान अर्चकले आफू असफल भएको थाहा पाएपछि अर्को षड्यन्त्र रचे। त्यसका लागि उनले श्री रामानुज स्वामीजी भगवानको दर्शन गर्न गएको मौकामा श्री चरणामृत तीर्थमा विष मिलाएर दिए। विष मिलाएको छ भन्ने स्पष्टता तया जान्दा जान्दै पनि भगवानमा निर्भर हुनुहुने श्री स्वामीजीले त्यसलाई सर्वरक्षक भगवानको श्री चरणामृत सम्झिँदै ग्रहण गर्नुभयो। यसरी विष दिएपछि षड्यन्त्रकारी भोलि बिहानै श्री रामानुज स्वामीजीको अन्त्येष्टि हुनेमा ढुक्क थिए, तर श्री रामानुजलाई विषबाट लेस मात्र पनि असर परेन, किनकि उहाँले त्यसलाई अकाल मृत्युलाई हरण गर्ने भगवानको श्री चरणामृतको भावनाले स्वीकार गर्नुभएको थियो। भनिएको पनि छ, अकाल मृत्यु हरणं सर्वव्याधि विनाशनं विष्णुपादतकं पीत्वा पुनर्जन्म न विद्यते। अकाल मृत्युलाई हरण गर्ने, सम्पूर्ण रोगहरूलाई नष्ट गर्ने विष्णु भगवानको चरणोपदक तीर्थ पिएर पुनर्जन्म हुँदैन। जब श्री स्वामीजीलाई विष मिलाएर दिँदा पनि कुनै हानि नभएको देखे, तब यस्ता भगवत अवतार सिद्ध महापुरुषप्रति अत्यन्त घृणित जघन्य महापराध गरेको स्वीकार गरी ती अपराधी रुँदै आएर त्यस अक्षम्य अपराधका लागि आफूहरूलाई कठोर दण्ड दिन अनुरोध गरे। तर दया सागर एवं निर्विकार श्री रामानुज स्वामीजीले सबै अपराधलाई क्षमा गर्दै नियमित भगवत कैंकर्य गर्न आज्ञा गर्नुभयो। यस्ता परम दयालु आचार्यको विशाल भावनालाई देखेर यस्ता अपराधिक मनोवृत्ति भएका दुष्टजन पनि प्रायश्चित्ताग्निमा जलेर परिशुद्ध भई श्री स्वामीजीकै श्रीचरणको सेवक भएर आजीवन बसे। यसरी श्री स्वामीजीको स्वीकृति दिनानुदिन सर्वत्र अत्याधिक रूपमा फैलिँदै गयो। अद्वैत पण्डित यज्ञमूर्तिसँग शास्त्रार्थ। एक समयमा यज्ञमूर्ति नामक एक दिग्विजयी महातान्त्रिक सन्यासी महात्माले आर्यावर्तका ठुला पण्डितहरूलाई परास्त गरेर श्रीरङ्गमा आए श्री रामानुज स्वामीसँग शास्त्र गर्ने इच्छा प्रकट गरे र भने, हे रामानुज, आउनुहोस् शास्त्रार्थ गर्न। यदि म परास्त भएँ भने हजुरको शिष्य बनी त्रिदण्ड धारण गर्नेछु र तपाईँ पराजित भएमा यस वैष्णव सिद्धान्तलाई छोड्नु पर्नेछ। उनको प्रस्तावलाई श्री रामानुज स्वामीजीले सहर्ष स्वीकार गरी शास्त्रार्थ गर्न थाल्नुभयो। यज्ञमूर्तिले वैष्णव सिद्धान्तलाई भ्रान्त र मायावादी सिद्धान्तलाई अभ्रान्त भने। श्री रामानुज स्वामीजीले भन्नुभयो, मायावादी नै भ्रान्ति भन्दै हिँड्छन्, जेमा पनि भ्रान्ति देख्छन् भने मायावादलाई कसरी अभ्रान्त भन्नु। यसरी शास्त्रार्थ गर्दा गर्दै शस्त्र दिन बिते, तर कसैको जितहार हुन सकेन। 17औं दिनको साँझ श्री रामानुज स्वामीले भगवान वरदारसँग प्रार्थना गर्नुभयो र यज्ञमूर्तिमाथि दया गरेर आफ्ना शरणमा ल्याउन निवेदन गर्नुभयो। भक्तवत्सल श्री वरदास भगवानले स्वप्नमा आएर श्री रामानुज स्वामीजीलाई श्री यमुनाचार्य स्वामीजीको मायावाद खण्डन आदि ग्रन्थहरूका आधारमा शास्त्रार्थ गरी परास्त गर्ने युक्ति दिनुभयो र मैले तिमीलाई एक प्रतिभाशाली शिष्य दिएँ भन्नुभयो। 18औं दिनमा भगवानकै आज्ञाअनुसार श्रीमद् यमुना वीरचरित ग्रन्थहरूका विषयहरूको स्मरण गर्दै श्री रामानुज स्वामीजी शास्त्रार्थ गर्न उपस्थित हुनुभयो। त्यस दिन शास्त्रार्थमा आउनुभएका श्री रामानुज स्वामीजीलाई गम्भीर र तेजिलो मुद्रामा देखेर यज्ञमूर्ति आश्चर्यचकित भए। मत्त हात्ती झैँ दिव्यश्वर्य सम्पन्न श्री यतिराजलाई देखेर यज्ञमूर्ति मनमनै पराजित भए। उनलाई साक्षात् देवादिदेव नै श्री रामानुज स्वामीजीको
रूपमा प्रकट भएको जस्तो लाग्यो र उनी विस्मित हुँदै भन्न लागे, आज त हजुर भगवान जस्तै देखिनु भएको छ। यस्तो भव्य एवं दिव्य स्वरूप देख्दा ठुलो आश्चर्य लागिरहेको छ। यज्ञमूर्तिको कुरा सुनेर श्रीरामाचार्यले भन्नुभयो, तपाईँले मायावाद सिद्धान्त अनुसार अनन्त कल्याण गुण सम्पन्न प्रभुलाई निर्गुण सिद्ध गर्नुभएको छ, किन्तु परब्रह्म परमात्मा अखिल कल्याण गुण सागर हुनुहुन्छ। त्यसैले निर्गुणको अर्थ हेय प्राकृत गुण रहित भन्ने हो। यसरी निर्गुण वाक्यहरूसँग सगुण वाक्यहरूको कुनै पनि विरोध सिद्ध हुँदैन। तपाईँकै मत अनुसार पनि ज्ञानरूप परमात्मा कसरी अज्ञानात्मिका मायामा फस्नुभयो? यदि अविद्या सर्वथा मिथ्या हो भने त्यस्तो मिथ्याभूत वस्तुले कसरी ज्ञानात्मक सत्य ब्रह्म आच्छादित हुन्छ? यदि यो अविद्या पनि सत्य मान्नुहुन्छ भने एउटा अविद्या र अर्को अविद्या छन् ब्रह्म हुँदा अद्वैत कसरी सिद्ध हुन्छ? य सर्वज्ञ सर्वविदः परास्तिः शक्तिविधिविधैव श्रुतये स्वाभाविकी ज्ञानबलक्रिया च तेजैबलैश्वर्यमहाबधुबोधं सवीर्यशक्त्यादिगुणैक राशि। जो भगवान सबै कुरा जान्नेवाला एवं सबै विचार गर्नेवाला हुनुहुन्छ, यस्ता भगवानको शक्ति विभिन्न प्रकारले छ भन्ने सुनिन्छ। ज्ञानबल क्रिया पनि स्वाभाविक छ। तेज बल ऐश्वर्य र ज्ञान यी भगवानका दिव्य गुणहरू हुन्। भगवान वीर्य शक्ति आदि गुणहरूका एकमात्र राशि थुप्रो हुनुहुन्छ। अपहत पाम बिजरो मृत्यु विशोको विजिगृशो विपास सत्यकाम सत्य संकल्प। भगवान पापरहित विद्रावस्था रहित मृत्यु रहित शोक रहित भोक रहित प्यास तीर्खा रहित सत्यकामा भएका र सत्य संकल्प भएका हुनुहुन्छ। तमीश्वराणां परमं महेश्वरं तं देवानां परमं च दैवतं पतिं पतीनां परमं परस्मादं विदाम देवं भुवनेशमिड्यम्। ईश्वरका पनि परमेश्वर, देवताहरूका पनि परम देवता, पतिहरूका पनि पति, परम भन्दा पनि पर रहनुहुने सारा लोकहरूलाई स्वामी स्तुति गर्न योग्य यस्ता भगवानलाई हामी जान्दछौँ। ज्ञाज्ञौ द्वावजाविसानिसौ सर्वज्ञ ईश्वर शासक नियामक हो र अल्पज्ञ जीवर शास्य निमाम्य हो र यी दुवै नित्य हुन्। नित्यो नित्यानां चेतन चेतनानामेको बहुनां ये विदधाति कामान्। भगवान नित्यहरूका पनि नित्य, चेतहरूका पनि चेतन, धेरै मध्येका एक हुनुहुन्छ, जसले कामनाहरूलाई परिपूर्ण गर्नुहुन्छ। ज्ञान शक्ति विलैश्वर्य वीर्य तेजाश्च शेषतः भगवत् छन्दवाच्यानि विना हेयै गुणादिभिः। त्याज्य गुणहरूले रहित भएका सम्पूर्ण ज्ञान शक्ति बल ऐश्वर्य वीर्य तेज यी गुणहरूले नै भगवान शब्दका अर्थहरू हुन्। भगवत शब्दद्वारा बताइने श्री नारायण भगवानमा त्याग्नुपर्ने गुणहरू छैनन्। ज्ञान शक्ति बल ऐश्वर्य वीर्य तेज यी गुणहरू विद्यमान छन्। जस्ता श्रुति स्मृति शास्त्रका अनेक प्रमाणहरू श्री रामानुज स्वामीजीले तर्कसहित प्रस्तुत गरेपछि श्री रामानुज स्वामीसँग यज्ञमूर्तिले सहजै हार स्वीकार गरे। यज्ञमूर्तिद्वारा शिष्यत्व ग्रहण यतिराजसँग पराजित भएका महाविद्वान यज्ञमूर्तिले आफूलाई वैष्णव दीक्षा दिई शिष्य बनाउन गरे। शिखा सूत्र त्यागेकाले सर्वप्रथम
यश्चित गर्नुपर्ने शास्त्रीय विधान अनुरूप यज्ञमूर्तिले प्रायश्चितपूर्वक विधिवत शिखा यज्ञोपवीत आदि धारण गरे। श्रीरामानुज स्वामीजीले उनलाई पञ्चसंस्कारयुक्त श्री वैष्णवीय दीक्षा दिनुभयो अनि विधिवत तरिकाले त्रिदण्ड काश्याप वस्त्र आदि प्रदान गर्नुभयो। साथै मन्नाथ भन्ने आफूलाई आचार्यबाट प्राप्त विशेष उपाधि नाममा वरद शब्द जोडेर वरदराज भगवानका कृपाले शिष्य बनाउनु भएकाले मन्नाथ वरद यस्तो दिव्य नाम पनि प्रदान गर्नुभयो। श्री यतिराजले उनको नाम देवराज मुनि राख्नुभयो, किनभने देवराज अर्थात् वरदराज भगवानका कृपाले नै उनी शरणागत भएका थिए। यसरी भगवत कृपा र आचार्य आशीर्वादले शङ्ख चक्राङ्कणपूर्वक श्रीतिलक र त्रिदण्ड काश्यप वस्त्र आदि धारण गरी यज्ञमूर्तिबाट चियर स्वामीजी सन्यासी बन्नुभएका श्री देवराज मुनि अपर यतिराज झैँ सुशोभित हुनुभयो। त्यसपछि श्री देवराज मुनिले श्रीरामानुज स्वामीजीबाट द्राविड प्रबन्धहरूको रस्यार्थ प्राप्त गरी आचार्य आज्ञाअनुसार ज्ञान सागर र प्रमेय सागर नामक उत्कृष्ट 2 ग्रन्थ लेखेर आचार्य चरणमा समर्पण गर्नुभयो। श्रीरामानुज स्वामीले यस्ता महाविद्वान तान्त्रिक यतिलाई एक स्वतन्त्र मठ दिएर श्री सम्प्रदायको सम्वर्धन गर्नु ठिक हुनेछ भन्ने सम्झिँदै भक्तहरूबाट एक विशाल मठ बनाउन लगाएर सुशिष्य देवराज मुनिलाई त्यहीँ रहन आग्रह गर्नुभयो। आचार्यज्ञा शिरोधार्य गर्दै स्वतन्त्र मठमा रहन लाग्नुभएका विरक्त महात्मा देवराज मुनि प्रति श्रीरामानुज स्वामीजीको विशेष आदर भाव थियो। त्यसैले भगवत कैंकर्यका लागि शिष्यको वैभवलाई अभिवृद्धि गर्न चाहने महामना आचार्यले केही दिनपछि स्वयंबाट शिक्षा दीक्षा प्राप्त गर्न आएका विद्वान र परम वैराग्यवान 4 भक्तहरूलाई आफ्ना विद्वान शिष्य श्री देवराज मुनिसँग दीक्षा दिन पठाउनुभयो। पहिलो आचार्य हुनाहुँदै आफूले दीक्षा दिन असमर्थता जनाउने श्री देवराज मुनिले पछि आचार्य आज्ञा पालन गर्नु नै शिष्यको परम कर्तव्य हो भन्ने सम्झेर भक्त ग्रामपूर्वक मरुध ग्राम पूर्ण अनन्ताचार्य एवं यज्ञेश नाम गरिएका ती 4 भक्तहरूलाई दीक्षा दिँदै भन्नुभयो, मैले आचार्यको आज्ञा पालन गर्न तपाईहरूलाई दीक्षा दिए पनि वस्तुत हजुरहरूका आचार्य श्रीरामानुज स्वामीजी नै हुनुहुन्छ। केही दिनपछि श्रीरामानुज स्वामीसँग आएर उहाँले भन्नुभयो, प्रभु म हजुरको शिष्य हुँ, हजुरकै कृपाले मैले अभिमान रूपी राक्षसबाट छुटकारा पाएको छु र सदा अभिमान रहित भएर हजुरकै चरणका शरणमा रहन चाहन्छु। त्यसैले कृपया केही दिन मलाई शिष्य बनाउने आज्ञा दिनुहोस् र अलग्गै मठमा बस्ने आज्ञा पनि नहोस्। श्रीरामानुज स्वामीले तिमी परीक्षामा उत्तीर्ण भयो भन्नुभयो र आफूसँगै राखेर वरदराज भगवानको सेवामा लगाउनुभयो। यसरी भगवान र आचार्यका कृपाले यज्ञमूर्तिजी श्री देवराज मुनि त्रिदण्डीजियर भएर भगवानको सेवा र आचार्यको कैंकर्यमा निमग्न हुँदै श्रीरङ्गममा नै रहन लाग्नुभयो। इतिहि यतिराज भज यतिराज भज यतिराज भज यतिराज जय रामानुज जय रामानुज जय रामानुज शेष गुरु।